म प्रति भएको अन्याय के हो भने मैले गर्दै नगरेको कुरालाई चाहिँ मलाई चाहिँ विदेशी शक्तिको चाहिँ दलाल बनाउने, मैले विदेशी शक्तिको दलाल हुनलाई अहिलेसम्म के गरिरहेको, केही छ प्रमाण? कहीँ छ? इन्टरनेट कसको लागि पुर्याइदिएको हो? यो आविष्कार केन्द्र कसको लागि खोलिदिएको हो? यदि म विदेशी शक्तिको दलाल भइदिएको भए अहिले यो हालतमा बस्नु पर्थ्यो? यस्तो यस्तो थोत्रो घरमा अनि कबाडीको सामानहरू ल्याएर अनुसन्धान केन्द्र खोल्नु पर्थ्यो? अझै पनि नेपालमा यस्ता मान्छेहरू छन् जसले चाहिँ अझै पनि मलाई के भन्छन् भने माग्ने मान्छे भन्छ कि रिस पनि उठ्छ, हाँसो पनि लाग्छ। माग्ने भनेको चाहिँ एकदमै मेरो लागि चाहिँ एकदमै असम्भव कुरा हो भन्दै पनि अझै पनि मागे भन्दाखेरि त्यो मान्छेहरूको दिमाग देख्दाखेरि मलाई चाहिँ एकदम हाँसो, कोही कस्तो मान्छेहरू, त्यो भेडै मान्छेहरू हो।